ल उहीँ हुनुहुन्छ फुपू चाहिँ अनि फुबाजु त्यहाँ हुन्छ होइन अनि कौन है ये लोग कहाँ से आते हैं नाम के हो तपाईँको कति राम्री हो लिम्बू ए लिम्बू भएर पो यति राम्री हुनुभएको गाइस टक्क लाएर हामी यता 12को एक्जाम लेख्नु लागेको छ हेरौँ यहाँ सुन्तलाको बोटहरू छ यहाँ चाहिँ खोला हेर्नु जानु आँटेको यता पर खोला छ साथीलाई पर्खिराखेको साथी पनि आउँदैछ ओइ बिहान बिहानै भइरहेको छ अब भोलिदेखि एक्जाम छ क्या हाम्रो चाहिँ भोलिदेखि एक्जाम छ ल हेरौँ सुन्तलाबारी यस्तो छ यो छ ल हिँड्छौँ हामी चाहिँ खोला पौडी खेल्ने ठाउँ हेर्नु जानु आँटेको क्या हामी चाहिँ कट्टुमा बसिरहेको छौँ किनभने घरमा बस्दाखेरि बिहान उठेदेखि खाजा पनि रुममै ल्याइदिनु भएको थियो रुममै खाजा खाइदिनु ल हेरौँ यसको हालत यस्तो छ टिभीको बोटहरू रहेछ त टन्नै गाउँघर यस्तो हुन्छ गाइस यता खोर्सानी सुन्तलाबारी यता कागतीहरू सबै छ यहाँ पोखरी चाहिँ यही रहेछ टक्क लाएर यहाँनिर हेर्नु यत्रो छ खोला माछा पनि पाउँछ होला यहाँनिर चाहिँ ओ माछा यत्रो यत्रो माछा छ होइन माछा देखिरहेछ गाइस यहाँ तल चाहिँ माछा खेल्दैछ हामी अहिले टक्क लाएर पानी पौडी सौडी खेल्दैछ किनभने अहिले चाहिँ जाडो भइरहेछ मौसम पनि यस्तो धुम्म भइरहेछ होइन अब भरे खाना खाएर आएर हेर्नु गहिरो पनि यहाँ क्यामेरामा हेर्दा मात्रै यस्तो भएको क्या पुरा गहिरो रहेछ अब अहिले खेल्दिनँ हाम्रो जाडो भइरहेछ कपडा पनि गाउनु पर्ने छ नुहाउनु आउँदा फेरि गर्ने खेल्नुपर्छ होला जति दामी रहेछ होइन उयो दुवा रहेछ भनिरहेको थिएँ मैले चाहिँ अघि चाहिँ तर यो रहेछ खासै चाहिँ हाम्रो घर यता पर बस्छौँ 1 घन्टा टाढो डेढा नचिज डेढा घरदेखि दाइङ भन्छ नि त्यस्तै हो क्या अब भ्यू हेर्नु सक्नुहुन्छ पानी पर्नु आँटेछ पौडी खेल्नु पनि पाइएन अनि त्यही हो स्कुल चाहिँ अलिक टाढै पऱ्यो क्या डेढादेखि हाम्रो चाहिँ ल बाटोको भ्यू यस्तै देख्नु सक्नुहुन्छ कच्ची बाटो गाउँघरको यस्तै हुन्छ लगाइच यता हेर्नु यही रहेछ एक्जाम के छ र यो हो क्या बेन्च चाहिँ त्रित्रु रहेछ हेरौँ गाइज नाम के हो तपाईँको कति राम्री हो ए लिम्बू भएर पो यति राम्री हुनुभएको ल गाइज हाम्रो यहीँ एक्जाम हुने भन्दैछ यो र यो हलमा भोलिदेखि एक्जाम छ यहाँ हामी स्कुल हेर्नु आइरहेको थियौँ सानो रहेछ कतिले एक्जाम हुने र गाइज हाम्रो चाहिँ यहाँ बाजेको हुन्छ 2 जना चाहिँ झ्याल पनि पुरा बन्द रहेछ होइन स्कुल छ यता वेट नगर त्यहाँ बोर्ड छ चाबी त्यस्तो रहेछ गाइस टोयलेट यता छ यहाँ चाहिँ टोयलेट रहेछ गाइस टोयलेट होइन यहाँ त क्लासै सानो रहेछ त यहाँ त ल क्लास पनि यत्रो मात्रै रहेछ यहाँ चाहिँ छ हौ 6 जना मात्र पर्ने पो रहेछ त 6 जना मात्र पर्ने रहेछ यहाँ त 6-7 जना हाम्रोमा त 10-12 जना एकै लाइनमा हुन्छ त रुम पनि हेर्नु सक्नुहुन्छ गाइज 6-7 वटा लाइन हुन्छ अन्त 5 जना 6 जना एउटै क्लासमा पढ्छौँ भने चाहिँ पढ्दिनु नै हो क्या टोयलेट छ
तर एउटै रुममा एउटा स्कुलको दुईपट्टि पढ्नु सक्छ कि थोरै स्कुल भएर खोल्दा हुन्छ त 1 2 3 ए हिउँदी हुन्छ होला सायद 1 2 3 4 1 2 3 4 5 6 7 8 9 वटा यहाँ चाहिँ धन्न रहेछ 9 वटा रहेछ हैन 1 2 3 4 5 6 7 वटा यसमा 7 वटा रहेछ यो त स्टोर रुम हो स्टोर रुम हो यो त स्टोर हो यता त छैन यसमा 9 कति त्यसमा 9 10 वटा छ यसमा 7 वटा मात्र छ तललाई नेता माथिलाई 4 वटा स्कुल हो अनि 4 वटा भयो भने एक लाइन हाम्रो हुन्छ एक लाइन अर्को स्कुल गर्दा पनि हाम्रो अन्तिम लाइन पर्ने आरएस हरू हुने अन्तिममा हुनेहरुको चाहिँ फेरि यता हुन सक्छ के अन्तिममा किनभने हाम्रो स्कुलको सबसे धेरै हो यसमा चाहिँ धेरै रहेछ मुनीहरु यहाँ चाहिँ बसिरहेछ स्कुलमा यहाँ साथीहरु पनि कोही आएन हैन स्कुल यता छ शिवमाया खोला माध्यमिक विद्यालय माया खोला 2 तेम्बे थाप्लेजुङ है गेट यता छ यहाँ पनि छ गेट यता उनको रहेछ एक्जाम चाहिँ एक्लै हिँड्दै फुपू भेट भइसकेको छ हैन गाइस हेर्नु सक्नुहुन्छ हामी चाहिँ त स्कुल आएको थियौँ भर्खर मात्र आएको नि त अघि नै आएको फेरि घर जाने भन्दै थियौँ नचल रे त्यो उ गर्ने चाहिँ के हो भ्लग बनाउनु हुँदैन रिसले मरिहाल्छ क्या भ्लग बनाउनु साथै ओले छोबी राख्छ हेरौँ फुबाजु हुन्छ तपाईँ के भन्न चाहनुहुन्छ भर्खर आइपुग्नु भएको फुपू कहाँ बस्नु नि हाम्रो यहाँ फुबाहरू आइसक्नु भयो नमस्ते भनिदिनु न नमस्ते भनिदिनु न बाई फुबाजु मलाई भन्छु भनेको होला तेरो अनुहार पर्यो नि फुबाजु भनेर यता परदेखि आएको हाम्रो गाउँ चाहिँ यता पर हो क्या यता पर हो क्या अनि हामी चाहिँ 2 दिनदेखि आएर यतिकै बसेकै छौँ अनि अल्छी लागेर पनि यता आएको थियौँ आएर फेरि स्कुल 1 घन्टा लाग्छ क्या अनि स्कुल चाहिँ 1 घन्टा टाइम लाग्छ यता आउनुको लागि 1 घन्टा त्यही हाम्रो चाहिँ अलिक सबैभन्दा टाढो छ यता अरू स्कुलकोहरू पनि छ मिया बिबीका झन् भ्लग बनाउनु साथै लुक्नु थाल्थ्यो आज अलि चाहिँ लुकेको छैन आज यता आएर मान्छेले हेरिरहेछ भनेर होला दुईजनाको चाहिँ फेरि दुईजनाको चाहिँ बेजत पनि यस्तो हानिदिन्छ रक्सी हानेको भिडियो हाल्नेको पहिलाको केटी उही हो रक्सी खाँदै गरेको होइन आजभन्दा 1 वर्ष अगाडि आया फुली कुडै गर्छ ओ आ त्यसो गर्ने कि नगर्ने भन्ने कि नगर्ने यहाँ हेर ब्ल्याकमेल यहाँ मुनि यहाँ हेरौँ गाइस अघि भित्र ल वहीँ हुनुहुन्छ फुपू चाहिँ अनि फुबाजु त्यहाँ हुन्छ होइन अनि यहाँ हेरौँ ल यहाँ हेरौँ न यो फुबाजुले किनिदिएको यहाँ हुन्छ फुपू होइन फुपूले खेलाइसक्नु भएको छ होइन यहाँ गाडी आइसकेको छ नयाँ गाडी एउटा फुबाजु चाहिँ यता हुन्छ अनि के भन्नु चाहनुहुन्छ बिहेमा मै हाल्नु होइन भिडियो तपाईँहरूको भिडियो सुट मै गर्छु नि होइन फुबाजु
सक्नुभयो यहाँ बुनुहरू चाहिँ गोटी खेलिरहेको छ यस्तै हुन्छ पछि उनीहरूको पनि छोराछोरी अनि त्यस पछाडि म उलुलुलु गर्छु होइन त्यही हो होइन फुल टिपेर दिनु न उयो रातो फुल दिँदाखेरि राम्रो हुन्छ त रातो फुल टिपेर दिनु न लिम्बूको अलिक छिटो रिस उठ्दैन उठेपछि लिम्बूको अलिक छिटो रिस उठ्दैन उठेपछि जस्तोलाई दुईटालाई ढाल्छ होइन राईकै लानु आँटेको छ मलाई ढालेर के गर्छौ अब खान्छ पछि रिसाएर गएन भने खतरा रहेछ भनेर के भन्दै हुन्थ्यो स्कुलको फोटो देखाइदिएको दुईजनाको खिचेको तुम्बा खुसीले गदगद नि के भएको रे दुईजनाको फोटो देखाइदिएको नि त तुम्बाकोमा गएर मैले ओ देखाइन अरे देखाइस् मैले यसकोमा के भन्दै हुन्थ्यो थाहा छ तुम्बाले यसको मम्मीले यसको कुरा केही नसुन्ने रोहित फुपूले पनि फुपाजु नभए नि आउनु है यसो डुल्नु ओर्नु चाहिँ भन्दै हुन्थ्यो यसमा के भन्छौ तिमी धुम्म भइरहेछ है गाइज धुम्म भइरहेछ अनि टक्क लाएर उ त्यो पारीदेखि यहाँ आइपुग्नु चाहिँ जो आधी घन्टामा धेर लागेको थियो हामीलाई आधी घन्टा बिहानै आइपुग्नु चाहिँ त्यही हो कुकुर पनि सुतिरहेछ यहाँ त्यसमाले त गुन्डा भएर बसेको छु चस्मा मागिसक्नु भएको छ फुपाजुले गुन्डा फुपाजुले चस्मा पनि लगिसक्नु भएको छ अब फुपाजुले मागेपछि नदिने कुरो पनि भएन फुपाजुले गिफ्ट दिनुभएको थियो मलाई चाहिँ चस्माको सम्झाउनु है यसलाई यो त अति नै गर्नु थालिरहेको छ कि यसलाई त म फटाकपुचुक पारेर बेजत तान्नुको पनि चस्मा पनि लगिदिइसक्नु भएछ फुपूले यो फुपाजुले यो फुल टिपेर दिने भन्दै हुन्थ्यो